चाहिँ म खसीको मासु बनाउँदैछु। प्याज र अदुवाको पेस्ट बनाउँछु। मैले जिराको पाउडर, हल्दी, तिखा लाल हालेको छु। गोटा जिरा ल्याउँछु अनि त्यसलाई दुई पखाली गरेर चाहिँ सुकाएर यसरी पाउडर बनाएर राख्छु। मेरो चाहिँ तेल खरिसक्यो अनि प्याज हालिदिएँ मैले। अनि मैले मासु हालिदिएँ अनि मसला गरेको थिएँ त्यो सबै मसला पनि हालिदिएँ। मेरो चाहिँ पाक्दैछ अनि त्यसमा म आलु पनि हाल्छु। आलु चाहिँ कम्ती नै हाल्छु किनभने आलु चाहिँ मेरो घरमा कोही पनि खाँदैन, मेरो लागि मात्रै हो। मैले चाहिँ बसालिसकेँ, अब यसलाई भुट्दैछु। चाहिँ भुटिँदैछ। मेरो चाहिँ मासु तयारी भयो अनि यहाँ चाहिँ काँक्रा प्याजको काटिरहेको छु। आइतबार चाहिँ मेरो खानाहरू ढिलो नै हुन्छ अनि सबैजनाको छुट्टी भएको कारणले गर्दा आजको मेरो खाना रेडी भयो। बाइ बाइ साथीहरू।